आज चाहिँ म गाउँकै एकदमै नमुना सौतासँग चाहिँ भेट्दैछु। सौता आमाहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ हजुरको नाम भन्नुहोस् त। अब सावित्रा ढकाल। हजुरको? सुमित्रा ढकाल। अनि हजुर बिहे गर्दा कति वर्ष हुनुहुन्थ्यो? म बिहे गर्दा 14 वर्ष। हजुर? 13 वर्ष। हजुरहरूको चाहिँ उमेर फरक कति छ? 20 वर्ष मेरो। आमा छोरी सर है। अनि हजुरलाई चाहिँ मेरो बुढोले किन सौता हाल्यो होला भनेर चाहिँ चिन्ता छ कि छैन भनौँ न। अब अहिले त कसैले दिँदैनन्। मैले गर्न लागेको चिन्ता छैन। चिन्ता छैन, खुसी हुनुहुन्छ है? खुसी छु। अनि हजुरहरूको चाहिँ पहिला भनौँ न कति माया कति रिस अब कति उ भयो, अलिअलि सुनाउनु, हजुरले सुनाउन नि हजुरले सुनाउनुहुन्छ ल। अनि मैले भनिहालेँ नि, अब कहिले काहीँ रिस उठ्याइदिने गाली पनि गरेँ, कहिले धुनधान माया पनि गरेँ। मैले छोरी नै पाल्दा चाहिँ पालेँ, आफ्नै छोरी सर है त। अनि बुढाले चाहिँ दुईजना मध्ये कसलाई बढी माया गर्नु? बराबरी गर्नुभएछ भन्ठानी छु मैले चाहिँ। अब उहाँले के भन्ठान्नु भएछ हजुर भन्नु त ल। अब हजुरलाई चाहिँ कस्तो अब आफ्नो सौताकै उमेर आमा छोरीको सर छ भने त बुढाको उमेर पनि बुवा सरै छ होइन? 23 वर्षको अन्तर छ। अनि हजुरलाई चाहिँ कति गाह्रो भयो, उहाँले कति साथ सपोर्ट दिनुभयो? आमा जत्तिकै है। अनि यस्तो नमुना त कहाँ भेटाइन्छ त नि। अनि अब हजुरलाई लागेको कुरो गर्नु ल, अब कसरी बस्नुभयो यत्रो समयसम्म? अब हजुरहरूसँगै भएको नि कति वर्ष भयो? एकदम राम्रो। 36 सालमा बिहे गरे मेरो आमै। अनि फेरि अब आमा छोरी बस्दा चाहिँ बस्यौँ। अब छोरा छोरी हुर्काउने नै उहाँ हो। सब थोक गर्ने उहाँ हो है। म त यसो बाहिर फाँट हिँड्ने होइन। हजुर। अब बुढाको घर थिएन। सब थोक गर्ने नै उहाँ नै हो। एकदमै खुसी लाग्यो ल। अब जे श्रीमानले चाहिँ उहाँलाई बढी माया गरे अथवा आफूलाई बढी माया बराबर है? उहाँले घडी बढी माया गर्नु भन्ने हाम्रो पेटमा नि छैन। हामीलाई बराबर यो काम नगर्ने, तास खेल्न हिँड्ने, हामीले त्यो बुढाले घडी बढी गर्यो भनेर हामीले भन्ठाने छैन। अलिकति चाहिँ उहाँ अलि गर्न सक्ने भएर अलिकति बुढीलाई माया गरो होइन भन्न माया कुरो त भन्नु पर्यो। उहाँको नै भर लाग्थ्यो के उहाँलाई। अनि म चाहिँ अब केटी नै हुनुभयो नि तपाईँ चाहिँ? केटी नै भएर पनि अलि मेरो भर विश्वास चाहिँ अलिअलि भन्ने छोरी जतिकै ठान्ने क्या। यो यसको भर छैन भन्ठान्ने होइन, छोरी जतिकै ठान्ने मलाई। एकदमै खुसी लाग्यो ल हजुरहरूसँग भेटेर। यस्तो नमुना त अचेलभरि त भेटाइँदैन भनौँ न। यो गाउँको पनि उहाँहरू नमुना नै हुनुहुन्छ, एकदमै मिल्ने आमा छोरी सर गरेर बस्नु भएको छ। पनि यत्तिकै नमुना यो फलानाका दुईटी चाहिँ नमुनै हुन् भनेर भनिरहन् होइन। एकदम राम्रो। एकदमै खुसी लाग्यो ल तपाईँहरूसँग भेटेर ल है त। अब धन्यवाद।